नेपाली भने त फेरि दमै पर्यो है दबाई होस् कमाई होस् तिमी मेरो ठुलै कुरा भएन नि छोड्दैन त्यो अरूले दुनियाँले जे भने नि जस्तो भने नि मलाई बाल छैन कि आफ्नो मान्छेले राम्रो भने पुग्यो भइहाल कति चुप्पा दिएको सँगै होला दिँदैन टाढा टाढा जाँदा दिन्छु छ्या बिहान बिहान दिएको होइन त्यो दिएन है चुला बकवास कुरा बिहान म उठिसकेको थियो यस्तरी काखमा राखेर यस्तरी अच्छा म त साथीसँग सुतेको तिमीले मलाई कहिले गर्न आयो बे त्यो साथीसँगै सुत्दाखेरि के भनेपछि तिमी तिमी त्यस्तो भनेपछि तिमी साथी मैले बोकेर अनि मसँगै लिएर आएको होइन त बिहान उठ्दाखेरि कहाँ थियो उठ्दाखेरि त म तिम्रो खुट्टामा थियो तिमीले मलाई भनेपछि तिम्रो खुट्टामा सुतायो माथि सुता थियो खोइ के खोज्दै खोज्दै मुनतिर गएछ तिम्रो आशीर्वाद लिनलाई पुग्यो होला म तल अब लाइभ इन गर्छु म त मन जान्छु यार लोत निन्द्रा लायो हिजोको निन्द्रा भोलि लाउँछु लाइभ यसो गाउँ घुमेर आउनु यहाँ निन्द्रा खसी यार आमै प्ल्याक प्ल्याक भाइ आँखा पनि हेर न आफ्नो आँखाको फोहोर आफै निकाल्न गाह्रो के तिमी भएको भए कस्तो सजिलो हुन्थ्यो बिहान त अब बिहान बेलुका अब मलाई याद गरेर बस्नु न म नआइसम्म तिमी लाऊ म याद गर्दिन पनि थाहा छ तिमीलाई आसे चल जाऊ अब एन्ड गर थाको कसरी काट्छ त राति कसको मेसेज आउँछ हौ आमाको एक्लै छोरीमा ओ माई गॉड केमा दाइको लाइफमा 2000 पैसा त आएन त केमा हाल्यो र कसले उताको बिल दाइले इसेमा हाल्नु भयो आएको छैन त अनि आला है तल ए रमेश आएको रहेछ ओए मेरोमा त लास्ट ब्याट कमेन्ट आयो यार ओहो नमस्ते हजुर नमस्ते बिग फ्यान दाइ नमस्ते थ्याङ्क यू यार आसे थ्याङ्क यू जस ओ बहिनी तिमीहरूले सुटिङ गरेको के हो साँच्चीकै बिहे गरेको साँच्चीकै नै म्यारिड हो ओ माय गॉड यार सधैँ सलामत रहोस् यो जोडीलाई बधाई छ सब भएका जति सबै सुख भएको जति सबै सुख दुईजना जोडीले पाओस् एकदम राम्रो जोडी भगवानले बनाएको जोडी आहा कुराकानी सोध्न त हुन्थ्यो तर अलिकति लजाउँछन् कि जस्तो लाग्यो ज्वाइँको अगाडि चाहिँ हैन कसरी अनि यो लभ सब चाहिँ कसरी पर्थ्यो केही थाहा छैन त भाइ अनएक्सपेक्टेड भयो त लभ परेको भन्दा पनि हामी त साथी थियौँ साथी भन्दा हल्का माथि भयौँ अनि माथि भएपछि आमा बाउलाई पनि मन पर्यो उतापट्टि नि मन पर्यो यतापट्टि नि मन पर्यो ल त्यसो भए बिहे गर भने बिहे गराइदियो ए ल यस्तो राम्री यो बहिनी जस्तो राम्री बुढी आशेले पाएको छ अब ज्वाइँ पनि हेर न ज्वाइँ बुढी बहिनीले पनि यस्तो राम्रो ज्वाइँ पाएको छ एकदम है मेरो साइडबाट एकदम माया छ हामी सबै खुसी छौँ म त विश्वास लागेको थिएन साँच्चीकै मैले अघि सोधिरहेको थिएँ सबैलाई अब त विश्वास लाग्यो नि अब चाहिँ विश्वास भयो अब चाहिँ ल बधाई छ राम्रोसँग बस्नु दुईजना एकअर्कालाई माया गर्दै कसैको शैतानको आँखा नलागोस् यो जोडीलाई एकदम जति पनि बुरी नजर छन् सबैलाई थुक्दै फालिदिन्छु एकदम माया छ है यो जोडीलाई नजर नलागोस् माया छ मेरो दुईटा हाम्रो अब ज्वाइँ भन्ने कि उता बहिनी र ज्वाइँ नै भन्नुपर्दा दुईजनालाई चाहिँ एकदम मनदेखि है माया छ राम्रो फलिफाप हुँदै जाओस् यताउति गर्दै जानु राम्रो गर्दै जानु ल ठिक छ त माया छ दुईटालाई धन्यवाद ठिक छ तर के गर्नु सँगै छैन टाढो टाढो छ
कसरी सक माथि सक हेर्नु म तपाईँले ठ्याक्क भन्छु है हिजो बेलुका ट्याक्र्याक्क बिसक्यो होइन हिजो बेलुका 12 बजे भनेपछि हिजोको 12 बेलुका लाइभ सक्यो अनि 12 बजे सक्यो र हामी सुतेको 2 बजे सुतेर उठ्यो 4:30 बजे 4:30 बजे उठेर काम दाम यताउति के रहेछ बुहारी आएपछि ढोग्नु पर्यो पैसा आउँछ ढोगेपछि अनि यताउता गर्दा 12 बजे दिउँसोको 12 बजेपछि म काठमाडौँ झर्नु पर्ने भयो गाउँबाट रेस्टुरेन्ट काम भएर अनि फेरि तल झर्यो अनि छुट्यो हामी अनि अब कहिले भेटघाट हुन्छ त यो त चाँडै बिहे गर्ने बित्तिकै छुट्टी कि त अलिकति भयो नि त यस्तो टाइम स्पेन्ड गर्नु पर्यो टक्क घुम्न जानु पर्यो हनीमुन सनीमुन टक्क यसो लाएर दामी ठाउँमा घुम्न गएर दुईजनाको जोडीको यस्तो फोटोसोटो आओस् दामी हुँदैन हनीमुन भन्ने कुरो त अहिलेको लागि टारेकै छौँ यसो प्लान जानु नि प्लानिङ गर्दैछौँ ठिक छ ल राम्रोसँग बधाई छ है मेरो बहिनी ज्वाइँलाई ल राम्रोसँग गर्नु एकदम है एकदम कङ्ग्रेचुलेसन्स छ माया छ हाम्रो साइडबाट कस्तो राम्रो देखेको नि सिन्दुर लाएर हेर त त्यहाँ ल जान्छु म राम्रोसँग बस्नु गुड नाइट ल गुड नाइट ल थ्याङ्क सो मच विशमाथि विश पुरा हुँदैछ त हजुरको त के हो हजुरले मलाई थ्याङ्क यू भन्नु पर्ने हो कि कसलाई थ्याङ्क यू भन्नु पर्ने भन्नु न हजुरलाई त आई लभ यु भनिहाल्छ नि कस्तो अनि भन्नु पर्दैन मलाई हजुरको सपना पुरा गरिदिएको कि मैले ल भन्नु म त कस्तो के बोल्छु होला सोचेको थिएँ केही बोल्नै सकेन है भन्नु न यहाँ कङ्ग्रेचुलेसन बहिनी कुनै दिन हजुरको गेस्टमा आएको थिएँ चिन्नुभयो हजुर केबी दिदी थ्याङ्क यू सो मच साबी दिदी थ्याङ्क यू सो मच फर यर लभ थ्याङ्क यू सो मच गाइस थ्याङ्क यू सो मच केबी दादा मैले चिने हजुरले गेस्टमा हुनुभएको थियो आई नो ए के अरे म के भन्नु लाग्थ्यो है अब मैले हजुरको सपना पुरा गरिदिएँ एउटा पनि गरिदिएँ अब हजुरले मलाई के भन्नु पर्छ भन्नु हजुरको मैले कति धेरै सपना पुरा गरिदिएको छु हजुरले मलाई अब के भन्नुपर्छ सपना पुरा गरे बापत थ्याङ्क यू सो मच बुढी मलाई भएन प्यारी नरिसाउनु न यो पनि भएन ठिकले फर्स्टदेखि राम्रोसँग भन्नु प्यारी हजुरले मेरो यत्रो सपना पुरा गरिदिनु भयो 1 2 3 4 5 थ्याङ्क यू सो मच प्यारी ओइ को आएको यो के गर्ने यो डिग्लाइन हान्यौँ म चिन्दिनँ कहाँ हान्दियो थाहा छैन मलाई को ल आसो अब सुत्तौँ है एन्ड गर ल अब यतिकै म बोल्नै जान्दैन रहेछ कसरी फसायो अरे हजुरलाई यसले त मलाई मोनी लागेको मोनी सबैले त्यही भन्दैछ त्यही भन्नु न है हो यसले मलाई मोनी लागेको हो नि नत्र म जान्छु जस्तो देखिन्छु मोनी लाग्यो मोनी मलाई रमेश दादा थ्याङ्क यू सो मच रमेश दादा वेलकम हो के साँच्ची गाइज कहाँ म माया गर्छु त उसले त मलाई मोनी लगाइदिएको अनि मात्र हो नत्र त कहाँ जान्छु हो क्या है त्यसले मलाई मोनी लागेको है भन न मन्तर जादु मन्तर भन्नु न जादु मन्तर 1 नम्बर सुस्मी सिस्टर थ्याङ्क यू सो मच ए रमेश दादा वेलकम सन्चै हुनुहुन्छ एकदम म त सन्चै छु हजुर पनि सन्चै हुनुहुन्छ होला थ्याङ्क यू सो मच सुस्मी थ्याङ्क यू सो मच फर युर लभ थ्याङ्क यू सो मच रमेश दादा
रमेश दादा भर्खरै आउनु फेरि हेर्नु न फेरि लाइभ इन गर्न लागेको बेलामा हजुर आउनुहुन्छ हेर्नु न इन गर्न लागेको छौँ हामी पनि अब यो लास्ट हो गाइज अब यहाँबाट चाहिँ हामी जान्छौँ कता जान्छ आज कति गेम खेल्यो मैले हार्यो यार तिमी कहिले जित्दैनौ नि त म भनेको म बुढी रहेछ यार डन रहेछ यार रहेछ यार हामीले चाहिँ हेपेको गाइज सबैलाई थ्याङ्क यू सो मच सुस्मी थ्याङ्क यू सो मच है फर यु लभ है थ्याङ्क यू हेपेको दादा प्ले गरौँ न गाइज ट्रिपलमा गाइज ट्रिपल थ्याङ्क यू सो मच सुस्मी दादा फर युआर हाटी हाटी माया यस्तै हो अब कहिले कहिले डिभोर्स कहिले हो हुने रे अशुभ नबोलौँ न गाइज डिभोर्स डिभोर्स त अब त्यतिखेर होला जतिखेर म मैले उसलाई मार्छु क्वाच 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 हानिदिन्छु मैले फेरि मेरो कुरामा कति हालाको मोबाइल अब यो लास्ट गेम अब सुतम है अब सुतम है मेरो त 4 सक्यो 10% झरेछ 4 हाल्नुपर्छ मेरो त यार बिहान खाना पाउनु पर्छ खोइ के गर्ने हो भोलि यार घुम्न जाने भनेको उता ब्याड कमेन्ट मात्र आएको छ दिदी ब्याड कमेन्ट गर्नेहरू तिमीहरूको यो यहाँ दाइहरू चाहिँ हुनुहुन्छ त्यही भएर म भन्दिनँ के गाइस 23 जना टार्गेटमा आउनु त लास्ट गेम मजामा हान्नु 23 जना गाइस 23 जना टार्गेटमा 23 जना एक जना 23 जना भन्ने थ्यांक यू सो मच जिताउनु पर्यो गाइस कमेन्ट हालो हान्नु माया देखाइदिउँ न आज जितौँ न गाइस 23 जना गाइस कमेन्ट ला कम अन 23 जना जिताइदिउँ यार तिम्रो भनेर होला यार 23 जना पनि पुग्ने यार जित्यो अब हामीले गाइस ल जित्यो गाइस 23 जना पुग्न अलि गाह्रै परेछ हो हाम्रो 10,000 9,000 मा ल भयो अब 23,000 नपुगाउने भयो ओइ पुग्यो गाइस 2 जना 12 जना मल्याम यसरी खुल्छ कि टार्गेट भनेको खुल्यो मस्त किन नखुल्नु र त्यो सानो तिमी सोचेको हो गाइस दादा यता नि आउनु भएको थियो यार प्ले गर्नु भएको थियो रमेश अधिकारी भन्ने छ उहाँको नाम उहाँ चाहिँ एउटा ब्लड चलाउनुहुन्छ उहाँले थ्याङ्क यू सो मच कसले मारे हो त्यो चाहिँ थाहा छैन यो ढाका टोपीमा कस्तो ख्या भएको हो खुसी सानो खुसी क्या भयो त यार धन्यवाद दादा यार यस्तै माया गर्दिन अझ म अब अझै अर्को पनि आउँछ नि सँगसँगै थ्याङ्क यू सो मच एङ्ग्री नट स्टाइल थ्याङ्क यू सो मच म त सानो सबैजनालाई थ्याङ्क यू सो मच तर के गर्नुपर्छ भन्नुपर्छ यो लास्ट टाइम पनि आइसक्यो होइन अब ब्याड कमेन्टको लागि त्यो मोड कि सोट के भन्ने कसले राख्ने होला गर्दैन के त्यो ब्याड कमेन्ट गर्नेले गरिराख्छ त्यो बोल्नेले बोलिराख्छ सुन्ने त्यो हामी हेर्ने पनि होइन वास्ता गर्ने पनि होइन त्यो जाओस् ऊ त ब्याड कमेन्ट आओस् त्यो ब्याड कमेन्ट गर्ने त्यो क्या त त्यो ऊ होला कि त ऊ होला छोराहरू हिम्मत छ भने ब्याड कमेन्ट गर्नेहरू रियल आइडीबाट आइज अनि मान्छु मैले यता त रियलबाट नै गरिरहेको जस्तो लाग्छ मलाई त होइन रियलबाट कसैले गर्दैन ल यहाँ लेखेर जितिन्छ कि क्या हो जितिँदैन ल भएन लास्टमा त अब त आँखा त खोल्नै नसकिने भयो त म त मेरो नि आँखा हेर्नु न रियल नै हो रे हजुर हो ब्लग हेर्नु न धेरै माया है सबैजनाले यति माया गर्नु भएको छ यति साथ सपोर्ट गर्नु भएको छ सायद नै हजुरहरू नभएको भए म पनि हुँदैन होला यो फिल्डमा चाहिँ जिन्दगीमा त हुन्थे
मरेको त हुँदैन थिए तर यो फिल्डमा चाहिँ हुँदैन थियो होला सबैजनाले यति माया गर्नुभयो यति सपोर्ट गर्नुभएको र आजको दिनमा पनि थ्याङ्क यू सो मच सबैजनालाई रमेश दाई थ्याङ्क यू सो मच हजुर पनि पहिलादेखि धेरै धेरै सपोर्ट गर्नुभएको छ धेरै 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 धन्यवाद थ्याङ्क यू सो मच एङ्ग्री थ्याङ्क यू सो मच रमेश दादा सुस्मी थ्याङ्क यू सो मच मिस्टर राणा केबी मगर दादा थ्याङ्क यू सो मच अलगै थ्याङ्क यू सो मच अझै धेरै धेरै माया छ रमेश दादा हजुरले पहिलादेखि धेरै सपोर्ट गर्नुभएको थ्याङ्क यू सो मच आसे फर जोइनिङ मी 7% झर्यो अब म अब लाइभ एन्ड गर्छु है त अब ओके अविरल जी वेलकम धेरै धेरै माया ओके अब चल्दिउँ न त के अब ल बाई बाई दाइ रमेश दादा गुड नाइट गाइज गुड नाइट अब सुत्नुपर्छ अब तपाईँ अब 8.6 मिलियन ट्याप मेरोमा आज होइन होला जा के लेख्या राणीको छोरो त्यसले मलाई त्यस्तो भनेको त्यसले मलाई राणी भनेको त्यसलाई म कुट्छ अनि को थियो यस्तो नभन अहिले नभन भिडियो कल गर अनि फेरि त्यसपछि भन्छु ल को थियो भनेर ल आशै ल 11 गरिदियो अब जाऊ तिमी सुत टाइममा ल अब गएको म चार्ज छैन 7% छ म चार्ज गरेर सुत्दिहाल्छु अब ल गुड नाइट आसे बाई बाई कागो निस्केको म कल गर्छु एकचोटि नगर चला त्यसको त स्वाङै बेसी हान्छ क्या ओ यार मलाई त लोत निन्दा लाग्यो त ल गाइस थ्याङ्क यू सो मच फर कमिङ हियर सबैजना धेरै धेरै माया छ सबैजनाले धेरै माया गर्नुभएको छ अहिलेसम्म थ्याङ्क यू सो मच अझै पनि गरिरहनु होला भन्ने मेरो आशा छ तर बाई बाई सोल्टिनी बाई बाई बिलालजी बाई बाई सोल्टीजी टेक केयर टु अनि त्यस्तै हो सबैजनाले धेरै धेरै माया साथी जाडो भएन तिमीले ओके थ्याङ्क यू सो मच फर कमिङ हियर थ्याङ्क यू सो मच अब चाहिँ म जान्छु भोलिको लाइभमा चाहिँ अलिकति जोसले भेटौँला किनकि आज मेरो जोस छैन क्या मलाई निन्द्राले लास्ट खाइरह सो थ्याङ्क यू सो मच भोलिको लाइभमा पनि आइदिनु होला यस्तै मजेदार धमाकेदार कुरामा हामी फेरि पनि भेट्छौँ थ्याङ्क यू सो मच फर कमिङ थ्याङ्क यू सो मच गुड नाइट अल नाइट गुड नाइट थ्याङ्क यू सो मच जे हो त्यही हो बाई बाई भोलि ओके भोलि कडा हुन्छ कि कडा हुन्छ दाइ अब आउनु न तपाईँ पनि कडा भइहाल्छ नि ओके गुड नाइट गाइज बाई बाई